हेलो गाइस, गुड मर्निङ टु डुङ्की बास। हेर्नुहोस्, हामीहरू चाहिँ जाममा परेर यस्तो बिजोग भएको छ। 2 बजे, राति 2 बजे यहाँ आइपुगेको जाममा परेर। यहाँ डुङ्की बासको त्यो भाँचिएको पुल छ नि हो, त्यहाँ के गर्नु साथीहरू, दुःख पाइयो रातभरि। यस्तो छ हालत। सबै मान्छेहरू बाहिर निस्किएर यताउता डुल्दैछन्। उताको मान्छे पारीको मान्छे पारी, वारीको मान्छे वारी। नदी तर्न सकेको छैन। यस्तै छ हाम्रो त। के गर्नु अब, कति बेला नदीमा पानी घट्छ अनि हामी घर जाने होला। टोइलेटलाई र आइरहन्छ यस्तो जङ्गलमा। कहाँ जाने, सबैतिर मान्छे छ्यापछ्याप्ती छन्। टोइलेट जान आउन नि गाह्रो छ। रातिदेखि नै बसबाट झरेर यत्तिकै हामी बाहिर बसेछौँ। के गर्नु, कति बेला गाडी खुल्छ र कति बेला जाम्ला भन्ने भएको छ। त्यहाँतिर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, नदीमा एउटा पनि गइरहेको छ ट्रक। तर्न सकेको छैन, खोलाले बगाएछ। मान्छेहरू त्यहाँ उभिएर हेरिरहेको छन्। उताको मान्छे उता, वारीको मान्छे वारी। यस्तो छ हाम्रो त।